जबलपुरको बरगी बाँधमा घटेको त्यो पछिल्लो दुर्घटना केवल एउटा सुक्खा हेडलाइन मात्र होइन। यो त यस्तो क्रूर सत्य हो जसले ढुङ्गा जस्तो मन भएकाहरूलाई पनि नराम्रोसँग पगालिदिएको छ। अप्रिल 30 को त्यो कालो दिनले धेरैको संसार उछाडियो। तर उद्धारका क्रममा जब एउटा दृश्य सार्वजनिक भयो, त्यहाँ उपस्थित कसैको पनि आँखा ओभानो रहेनन्। उद्धार टोलीले फेला पारेको त्यो शव एउटी आमा र उनको निर्दोष सन्तानको थियो। तर ती शव मात्र थिएनन्, ती त अद्भुत ममताकी साक्षी थिए। पानीको त्यो अगाध गहिराइमा पनि आमाले आफ्नो काख छोडेकी थिएन। दुवै एक अर्कालाई यसरी बेरेर बसेका थिए मानव मृत्यु पनि उनीहरूको ममता अगाडि सानो भइरहेको थियो। आमाले आफ्नो बच्चालाई कहिले एक्लै छोड्दिनन् भन्ने भनाइ बरगीको चिसो पानीमा जीवन्त देखियो। कल्पना गरौँ त त्यो अन्तिम क्षणमा कस्तो कोलाहल थियो होला। चारैतिर उर्लिएको पानी, जीवनका लागि हार गुहार गरिरहेका मानिसहरू र अँध्यारो भविष्य। तर त्यो भयानक त्रासदीको बीचमा पनि ती आमाको एउटै मात्र धुन थियो, आफ्नो सन्तानलाई बचाउने। उनले आफ्नो फोक्सोमा पानी भरिदासम्म, आफ्नो अन्तिम सास फेरिन्जेलसम्म छोरालाई छातीमै तासेर राखिन्। नियतिले उनलाई बचाउन त दिएन, तर उनले हार पनि मानिनन्। एउटा सानो लापरवाही, नियमको व्यवस्था र सुरक्षाप्रतिको उदासीनताले कति धेरै काखहरू रित्दा रहेछन्। यदि समयमै सुरक्षाका उपायहरू अपनाइएको भए सायद ती आमाले आज आफ्ना सन्तानलाई पानीको गहिराइमा होइन, घरको न्यानो काखमा सुताइरहेको हुने थिइन्। मृत्युले उनीहरूको शरीर त लग्यो, तर त्यो पवित्र अङ्गालोलाई छुटाउन सकेन। भगवानले ती दिवंगत आत्माहरूलाई शान्ति दिउन् र शोकमा डुबेका परिवारलाई यो वज्रपात सहने शक्ति प्रदान गरून्। अनि हामीलाई चेतना होस् ताकि फेरि कुनै पनि आमाले यसरी आफ्नो सन्तानसँगै जल समाधि लिन नपरोस्।